सुनिल केसी सेवक सुनिल केसी हुन्छ मानिज नमस्कार स्वागत छ सबैको जय होस्। पसल खोल्नु भयो कि हो यो आज दाजुभाइको पसल पनि आफ्नै पसल हो। जसले कर्म गर्छु, जसले काम गर्छु, जसले दुःख गर्छु, जसले परिश्रम गर्छु, जसले यही केही गर्छु भनेपछि अब हाम्रो एउटा काम चाहिँ के हुन सक्छ भने हामीले सकेको सहयोग साथ दिने भएको भएर भाइहरूको पसल अब आफ्नै जस्तो पनि हो। बेला बेला बस्छु पनि, हेर्छु पनि र प्रोडक्टहरू पनि धेरै राम्रो छ र नेपाली प्रोडक्ट पनि नेपाली प्रोडक्ट पनि छ, विदेशी प्रोडक्ट पनि छ। जे जस्तो छ नेपाली प्रोडक्टलाई पनि भाइहरूले दिएको छ। यहाँ बाहिर तपाईले लिन सक्नुहुन्छ र सँगसँगै अब कर्म गर्ने मान्छेलाई, काम गर्ने मान्छेलाई चाहिँ सपोर्ट र साथ दिनु पर्यो भनेर कृष्णजी हुनुहुन्छ, हरिजी हुनुहुन्छ, सौरभ भाइ हुनुहुन्छ, यहाँका वरिपरि छिमेकीदेखि लिएर हामीले एउटा यस्तै यहाँति विभिन्न जस्तै त डेन्टललाई हामीले सहयोग र साथ गरिरहेछौँ। डेन्टलले अर्कोलाई सहयोग साथ, माथि युनिक सलुन छ उसलाई हामीले सपोर्ट र साथ दिइरहेछौँ, उसले यहाँ सपोर्ट र साथ दिन्छ। अब नेपाली सिनसँग पनि कुरा भइरहेको छ, अरू विभिन्न कुरा छ। हामीले सकेको जानेको बुझेको चाहिँ जसले कर्म गर्छ, कर्म गर्ने मान्छेलाई चाहिँ हामीले सपोर्ट र साथ दिनुपर्छ, एक आपसमा मिलेर काम गर्नुपर्छ भनेर एउटा मेसेज दिनको लागि पनि आज संयुक्त रूपमा चाहिँ हामीले सबैजनालाई खबर गरेर यहाँ बोलाएर यो पनि तपाईँहरूको जस्तै गरेर चलाउनुपर्छ, यो पनि तपाईँहरूकै पसल हो, तपाईँकै भाइको हो, तपाईँकै छोराको हो र तपाईँहरूले पनि सपोर्ट साथ दिने र तपाईँहरूलाई पनि यो पसलले दिन्छ भनेर एउटा मेसेज दिनको लागि पनि यो आज यो पसल यहाँ उद्घाटन भएपछि देश र जनताको लागि फ्रन्ट लाइनमा खट्छु भने जस्तै व्यवसायहरूको लागि पनि फ्रन्ट लाइनमा खट्ने हो। म त अहिले यो हामी कोटसर चोकमा छौँ, यहाँ हजारौँ सयौँ कपडा पसलहरू छ, रेस्टुरेन्ट छ, अरू व्यवसाय विभिन्न छ। म 98% सबैको पसलको ओनरहरूको नाम र थर भनिदिन सक्छु। त्यस्तो यस कन्ठै यस नाम र थरै व्यवसायहरूको त्यसरी लिस्टै राख्नु भएको छ मनमा दिमागमा सबैको। हामी कस्मो ब्युटी स्टोर कोटेश्वरमा आज है उद्घाटन भएको आज ग्रान्ड ओपनिङ। कति राम्रो त्यो त तपाईँले भन्नु न, कस्मोकै सामानले हो, कस्मोको सामानले नै हो। के पाइन्छ त आज यो स्टोरमा आछौ? यसो छ हामीसँग चाहिँ ओभरअल एउटा होल ब्युटी रेन्ज नै छ होइन। सो कोरियन प्रडक्ट्सहरूदेखि लिएर इन्डियनदेखि लिएर इन्टरनेसनल हामीसँग टर्किस ब्रान्डहरू छ। प्लस त्यो मात्र नभएर हामीसँग हाम्रो आफ्नै ओटो मेकअपको ब्रान्डहरू पनि छ होइन। त्यो सँगसँगै ब्युटी मात्र नभएर हेयर केयरको रेन्जहरू पनि छ होइन। प्लस त्यो सँगसँगै एक्सेसरिजहरू, प्लस बिस्तारै आज ओपनिङ हो, सो बिस्तारै अरू क्याटेगोरीहरू पनि एड हुँदै जान्छ। यस्तो अब स्किन केयर भनेको आफ्नो लागि गर्ने हो। सबै स्किन केयर म मेकअप गर्छु, स्किन गर्छु, केयर गर्छु भनेपछि म अरूको लागि गर्दिनँ, आफ्नो लागि भए पनि स्किन केयर चाहिँ गर्नुपर्छ। सो त्यही नै हो फरक। अरू भन्दा चाहिँ अथेन्टिसिटी हो मेजर होइन। आजकल अब फेक प्रडक्टहरू जहाँ पनि पाउँछ नि त, सो हामी चाहिँ एकदम अथराइज भयो होइन, ओरिजिनल प्रडक्टहरू मात्र पाउँछ। सो त्यो चाहिँ डिफ्रेन्ट हो। बिकज अब जस्तै कुनै कोरियन आजकल एकदमै ट्रेन्डहरू आइरहेको हुन्छ नि त, जहाँ पनि पाउँछ सबै फेक हुन्छ कि। सो हामीसँग चाहिँ एकदम अथेन्टिक प्रडक्टहरू छ। जो कसैलाई चाहिँ कहाँ जाने होला, आजकल एकदम धेरै फेक प्रडक्टहरू छ होइन, मेरो यस्तो भयो उस्तो भयो भन्यो भने चाहिँ कस्मो इज अलवेज हियर। सो त्यही नै अथेन्टिसिटी चाहिँ छैन। अथेन्टिसिटी महँगो त अब सबै नै मेन इम्पोर्टरबाट नै आउने भएपछि अलिकति भइहाल्छ, तर अभियसली हामीसँग अफरहरू पनि छ, डिस्काउन्टहरू छ। यो ओपनिङ अफर यस्तो कोरियन रेन्जमा चाहिँ हाम्रो फ्ल्याट 15% अफ छ। प्लस अरू जे पनि तपाईँहरूले जहाँ जानुभयो भने नि यस्तो ब्रान्डहरू छ कि 1% नि अफ पाउँदैन। सो यहाँ चाहिँ हाम्रो ओपनिङ भएको भएर फ्ल्याट 10%, जे किन्यो नि 10% अफ। कहिलेसम्म यो चाहिँ हामीले आई थिङ्क 2 to 3 weeks चाहिँ डिस्काउन्ट चाहिँ हुन्छ। त्यसपछि अझै कस्टमरहरू रेगुलरहरू भइसकेपछि चाहिँ हामीले उहाँहरूलाई डिस्काउन्टहरू हेर्नुपर्ने चाहिँ हेरि नै हाल्छौँ। तपाईँ होइन डक्टर पनि हुनु होला कि होइन, तर तपाईँहरू पढेर भन्दा नि पढेर एक्सपिरियन्स भएर डक्टर जस्तै स्किनको बारेमा धेरै कुराहरू जानकारी पाइसक्नु भएको छ। अब स्किन राम्रो पार्न लागि अथवा तपाईँ जस्तै राम्री बन्नको लागि होइन के रहेछ, के कुरामा ध्यान दिनुपर्छ? यस्तो मेजर त अब स्किन केयरको लागि चाहिँ नि केटाकेटी भन्ने हुँदैन कि। मैले भने जस्तै स्किन केयर आफ्नो लागि गर्ने हो, केटाको स्किन छुट्टै हुने, केटीको भन्ने हुँदैन। तर हाम्रो चाहिँ के छ भन्दा केटीहरू चाहिँ ब्युटीतिर हुन्छ भनेको छ नि त, त्यो चाहिँ होइन। स्किन केयर चाहिँ इभन तपाईँले पनि गर्नुपर्छ होइन। सो हाम्रो रेगुलर भनेको चाहिँ फेस वास गर्नु पऱ्यो। सो स्किन टाइप अनुसार सिरम भयो होइन, सो मोइस्चराइजर भइहाल्यो, प्लस सनस्क्रिन चाहिँ मेजर कुरा भयो होइन। पानी नै परेको दिन किन नहोस्, तपाईँ बाहिर जानुभएको छ भने चाहिँ सनस्क्रिन चाहिँ लाउनु नै पर्छ। नलागेको बेला नि लाउनुपर्छ सनस्क्रिन मेन्डेटरी, एकदमै सनस्क्रिन चाहिँ लाउनु नै पर्छ। विभिन्न स्किन टाइपहरू हुन्छ अरे, त्यो अनुसार पनि होइन कतिपय थाहा हुँदैन क्या। अब केटा मान्छेलाई पनि थाहा हुन्न आफ्नो स्किन टाइप के हो, केटी मान्छेलाई पनि थाहा छैन। यहाँ त हामीले ठुलो एउटा मेसिन पनि देखिरहेछौँ पछाडि। फ्रीमा स्किन तपाईँहरूले टेस्ट गरिदिनुहुन्छ, जाँच गर्नुहुन्छ? यो चाहिँ हाम्रो ओपनिङ भएको भएर चाहिँ स्पेसल मेजर नै आजको हाम्रो यही नै हो होइन। स्टोरको प्रडक्टहरू त छँदैछ होइन, कतिजनालाई थाहै हुँदैन। इभन म आफै चेक गरेर थियो, मेरो ब्ल्याक हेड्स 15वटा रहेछ अघि देखाएको थियो होइन। त्यो देखिँदैन नि त, सो त्यसको लागि चाहिन्छ होइन। त्यो चाहिँ मेजर भयो। त्यो सँगसँगै स्किन टाइपहरू चाहिँ डिफ्रेन्ट टाइप हुन्छ, जस्तै ड्राई हुन्छ अनि ओइली स्किन भयो, प्लस कम्बिनेसन हाम्रो यतिमा मात्रै ओइली हुने, अरू चाहिँ ड्राई हुने, त्यो टाइपको हुन्छ नि। त्यसो स्किन टाइप अनुसार अहिले त मेजरली
सबै एआईहरू पनि छ, गुगलहरूमा हेर्न सक्यो होइन, कि आफूलाई के हुन्छ त्यो गरेर गर्न मिल्यो। प्लस उहाँहरूलाई त्यो पनि गर्न अलिकति अप्ठ्यारो हुन्छ भने हामीसँग ब्युटी एडभाइजरहरू हुनुहुन्छ होइन, सो उहाँहरू आएर आफ्नो कस्तो के हुन्छ भनिदिनु भयो भने उहाँहरूले प्रडक्ट सजेस्ट पनि गरिदिनुहुन्छ। त्यो चाहिँ हो। प्रडक्ट कसैलाई एकदमै होइन कन्फ्युज छ, धेरै मार्केटमा धेरै ब्रान्डहरू छ, तपाईँहरूको स्टोरमा पनि 30+ ब्रान्डहरू छ भनेर तपाईँहरूले भनिरहेको 50+ ब्रान्ड भएको छ भनेपछि ब्रान्डको पनि तपाईँले सजेसन दिनुहुन्छ स्किन हेरेर चेकअप? त्यो चाहिँ छ। यस्तो छ फेरि अब जस्तै यहाँ धेरै ब्रान्डहरू छ होइन, एउटा स्टोर भइसकेपछि हामी सेल्स गर्ने भइसकेपछि अहिले चाहिँ के भइसक्यो भन्दा कुनै पनि ब्रान्डको सेल्स भन्दा पनि मेजरली स्किन कन्सर्न हुन्छ। किन भन्दा हामीले पनि गर्नुपर्छ, उनीहरूले पनि गर्नुपर्छ, उहाँहरूको स्किन बिग्रियो भने पछि फेरि हामीलाई नै भन्न आउने। सो ब्रान्ड वाइज भन्दा पनि अब उहाँहरूलाई पनि थाहा होला, अरू मेबी हामीले चाहिँ सजेस्ट गर्ने स्किन टाइप अनुसार अब के सिरम लाउने, के फेस वास लाउने, के सनस्क्रिन लाउने, त्यो वाइज चाहिँ सजेसन दिन्छौँ हामीले। अनि त्यो बाहेक प्राइस रेन्ज होला, यो होला त्यो होला, उहाँहरूले जे भन्नुहुन्छ त्यो चाहिँ हुन्छ। त्यो मात्र नभएर हामीसँग पर्सनल केयरहरू पनि छ, बडी वासदेखि लिएर, बिकज अब पर्फ्युमहरू रोलन्सहरू भयो होइन, समर आइरहेको छ, सो त्यस्तो कुराहरू सबै यहाँबाट सजेस्ट गरिदिनुहुन्छ। सम्बन्धी युज हुने प्रोडक्टहरू इच एन्ड एभ्रिथिङ ब्युटी रिलेटेड मजाले। के छ त हाम्रो भ्युअरहरूलाई अझै थप डिस्काउन्ट गर्नुहुन्छ त? कोही मान्छे हाम्रो भिडियो हेरेर आउनुभयो, तपाईँहरूको त युट्युबमा देखेको, फेसबुकमा देखेको, सीमाको भिडियो देखेँ त्यो भनेर आउनुभयो भने एडिसनल 2% दिन लगाउँछु नि त तपाईँको भिडियो हेरेर ओके। के भन्न चाहनुहुन्छ अब आज ओपनिङ छ, यो धेरैलाई थाहा नहुन सक्छ, लोकेसन कसरी कन्ट्याक्ट गर्ने, कसरी यहाँसम्म आउने, कस्मो ब्युटीसम्म? सो यस्तो छ, भ्यालीभित्र भइ नै हाल्यो, कोटेश्वर चोक भयो मेन, कोटेश्वरको पुलिस स्टेसनबाट अलिकति राइट साइडमा जुन हाम्रो ग्लोबल आइएमईको बिल्डिङ छ त्यसकै साइडमा कस्मो ब्युटी स्टोर भनेर छ होइन। सो हाम्रो यो स्किन टेस्ट पनि हाम्रो मोस्ट प्रोबेबली यो विकसम्म नै हुन्छ होला। सो यहाँहरूलाई चाहिँ फ्रीमा चेकअप गर्नुपर्ने छ, अरू मेबी स्किन कसरी गर्ने, के गर्ने भन्ने कुराहरू थाहा छैन भने चाहिँ यहाँहरू आउँदा हुनुहुन्छ। अब इभन आएर किन्नु नै पर्छ भन्ने नि छैन होइन, एटलिस्ट स्किन के रहेछ, कस्तो रहेछ भन्ने कुरा चाहिँ थाहा हुन्छ। सो त्यो भएर चाहिँ आउनु, प्लस त्यो सँगसँगै हामीसँग अफरहरू पनि मजाले नै छ। सो आएर पैसा पनि बचाउनु भन्छु म चाहिँ, अफरहरू भएको त्यो चाहिँ हो। त्यो सँगसँगै प्लस क्याम्पेनहरू हुन्छ पछि होइन। भर्खर स्टार्टिङ भएको छ, हाम्रो पेजहरू पनि छ, त्यहाँबाट पनि अर्डर प्लस लोकेसन थाहा भएन भने मेसेज गर्नु हुँदा पनि हुन्छ। डेलिभरी सबै ठाउँ हुन्छ? अनलाइन डेलिभरी भन्दा नि अहिले चाहिँ हाम्रो फर्स्ट आउटलेट भयो यो होइन, अब बिस्तारै एड हुँदै जान्छ। सो त्यो सँगसँगै अब भ्याली बाहिर हुनुहुन्छ अरू यहीँबाट चाहियो भनेर आउनुभयो भने चाहिँ अभियसली हामीले त्यो पनि हेरिदिन्छौँ। तर भ्यालीभित्रलाई चाहिँ अहिले उहाँहरू स्टोर भिजिट गर्न आउनुभएको राम्रो, किन भन्दा हामीसँग यहाँ स्किन टेस्ट गर्ने मसिन नै छ नि त। सो त्यो चाहिँ हो। एक्स्ट्रा अब बोनस टिप्स चाहिँ तपाईँ जस्तो राम्रै हुनको लागि होइन के छ, अब धेरैजना होइन सुन्दरी हुन खोज्छन् आजभोलि, अब तपाईँ राम्रै देखिरहेछौँ हामीले, के छ यो राम्रै हुनेको लागि टिप्स, राम्रो हुनको लागि टिप्स के छ? सो फर्स्टली चाहिँ स्किन केयर बाहेक पानी धेरै खानु पऱ्यो, त्यसपछि चाहिँ मेजरली आफ्नै लागि भनेर पनि स्किन केयर चाहिँ गर्नु पऱ्यो होइन। मेन्डेटरी 4वटा चाहिँ गर्नु पऱ्यो, फेस वास गर्नु पऱ्यो, सिरम लगाउनु पऱ्यो, मोइस्चराइजर र सनस्क्रिन दिउँसोमा लगाउने, रातिमा सनस्क्रिन पनि लगाउनु पर्दैन। सो यति रेगुलर गऱ्यो भने चाहिँ नि बिस्तारै आफूलाई थाहा हुन्छ कि स्किन केयर गरेर आज लगायो मेरो त भोलि भएन भन्ने हुँदैन नि त। सो अलिकति धैर्यता पनि हुनु पऱ्यो। सो एटलिस्ट आफूले प्रपर स्किन केयर गर्न थालेपछि चाहिँ 10 to 15 डेजमा आफैलाई रियलाइज हुन्छ कि ओके अलिकति भयो नि यो भएको रहेछ है भन्ने चाहिँ हुन्छ। सो त्यही नै हो मेजर। मात्र होइन, खानपिनमा पनि ध्यान त्यो मेजर गर्ने पऱ्यो। अब स्किन केयर गरिरहेको छ, महँगो मैले कोरियन लगाएको छु, मेरो 8-10 हजारको छ भन्ने होइन, जे पाए त्यही खाएको छ, त्यो गऱ्यो भने भोलि पिम्पल निस्किन्छ, अरू मेबी सुतेन भने निस्किन्छ, दोष यसले त मलाई यस्तो पठाएको थियो नि यस्तो भयो भन्ने हुन्छ। सो त्यो चाहिँ गर्नु हुँदैन। सो हेल्दी पनि हुनु पऱ्यो आफू, प्लस खानेकुराहरूको पनि इम्प्याक्ट चाहिँ हुन्छ कि स्किन बिग्रिनुमा। सो त्यो पनि गर्नु पऱ्यो र यति 4वटा रुटिन चाहिँ फलो चाहिँ गर्नुपर्छ स्किन केयरको लागि। महत्त्वपूर्ण समय सँगसँगै टिप्सको लागि थ्याङ्क यू सो मच। म्याम यही हो? हजुर फ्रीमै चेकअप गर्ने? हजुर भनेपछि यसले के गर्छ? स्किन राख्ने बित्तिकै सबै डिटेक्ट गर्छ? यस्तो छ, हामीले चाहिँ यहाँ एकचोटि भित्र राख्नु ल। सो यो राख्छौँ होइन, आँखा बन्द गरेर राख्नु ल। सो सिस्टमले आफै 3 to 4 क्लिक लिन्छ होइन। सो होल फेसको चाहिँ स्क्यान गर्छ होइन। सो भनेपछि मेसिनले अहिले सबै देखाइदिन्छ है? हजुर क्लिक भइरहेको छ, उहाँको होल फेस एरियाको चाहिँ देखाउँछ त्यहाँबाट। भनेपछि यो बाहिरतिर यतिकै गर्नु पर्यो भने कति चार्ज लाग्छ? यस्तो छ, नर्मली आजकल हस्पिटलहरूतिर चाहिँ नि मैले सुने अनुसार 1-2 हजार लिन्छ अपोइन्टमेन्टको लागि, अरू मेबी प्लस 6 to 7 पनि सुनेको छु होइन। तर त्यो हस्पिटलहरूमा अहिले पनि हुन्छ, डक्टरहरूबाट गयो भने। इभन हिजो एउटा दाइ आउनुभएको थियो हस्पिटलमा, त यस्तो लिग्यो मलाई, तपाईँहरूको आउँछ भन्नुभएको थियो, कहिले आउँछ भनेर जानुभएको थियो होइन। सो त्यो चाहिँ हुन्छ। सो अहिले चाहिँ हामीले यो चाहिँ फ्रीमै गरिरहेको। 1 weekको लागि मात्रै गर्ने, 1 महिना गर्न मिल्दैन? मेबी धेरैजना भिडियो हेरेर देखेर धेरैजना आउनुभयो भने हामीले एक्सचेन्ज गर्न मिल्यो। टाइम वेस्ट नै, किन यस्तो गर्मी छ होइन, सनस्क्रिन लाएर
बेकारमा किन डुल्नु के छुवाला रे यहीँ आउने नि भनेपछि प्राइसको पनि ग्यारेन्टी प्राइस पनि एकदमै अफोर्डेबल अब यस्तो अथेन्टिक नै भइसकेपछि बाहिर एउटै प्रडक्टलाई 1000 रुपियाँमा पनि बेचेको छ इभन हाम्रै कस्टमरहरू आएर मलाई त यति पाएको थियो तर मुख यस्तो भयो भन्नुभएको छ त्यो चाहिँ हाम्रोमा हुँदैन डेफिनेटली नै हुँदैन त्यो होइन सो अब अथेन्टिक नै भइसकेपछि अझ यही एरियामा हुनुहुन्छ भने त किन धेरै ठाउँमा जानु पर्यो डिरेक्ट नै यहीँ आउनु भयो हुन्छ नि त धेरै मान्छेहरू त यो ब्युटी प्रडक्ट भन्ने बित्तिकै न्यू रोडतिर कता कता जानुहुन्थ्यो भनेपछि कोटेश्वरको जनताहरू अथवा भक्तपुरको जनताहरू सिधै कोटेश्वरमा आउँदाखेरि कस्मोमा आउँदाखेरि सजिलो हुने भयो त फोटो खिचेर सबै यो कति टाइम लिन्छ सो यो चाहिँ हाम्रो यसरी रिपोर्ट आउँछ हैन सो उहाँको स्किनको मोइस्चर रेसियो चाहिँ 36% छ हैन आइब्रो सेपदेखि लिएर सबै कुराहरू स्किनमा के कति हुन्छ हेल्दी कतिको छ ड्यामेज कति छ उहाँको फेसमा रिङ्कल्स के कति छ हैन स्किन कलर कस्तो छ पोर्सहरू कतिको छ एक्ने आउने चान्सेस कति पर्सेन्टेज छ हैन त्यो एक्ने आउने चान्सेस पनि देखाउँछ इभन त्यो पनि आउँछ हैन जस्तै कि यहाँनिर आइरहेछ नेक्स्ट मेबी यहाँनिर आउँछ भने एकचोटि मैले गरेको पनि थिएँ होइन मेरो यहीँनिर आइरहेको थियो यहाँ देखाइरहेको थियो यहाँ आयो के अनि म चाहिँ बताइरहेको थिएँ त्यसपछि चाहिँ हुँदो रहेछ है भन्ने भएको थियो जेन्युन छ यसको टेस्ट पनि तपाईले आफैले पनि फिल गर्नुभएको हो एकदमै फिल गरेको कुरा हो त्यो चाहिँ त्यो सँगसँगै स्किन एज पनि देखाउँछ होइन जस्तै कि उहाँ अहिले 25 हो भने नि स्किन केयर गरेको छैन के कस्तो छ भन्यो नि उहाँको स्किन एज अहिले 43 देखाइरहेको छ बिकज उहाँले स्किन केयर कम गर्नुहुन्छ मेबी केही कमी भइरहेको छ त्योहरू चाहिँ देखाएको छ प्लस उहाँको स्किन ओइली भनेर देखाएको छ होइन सो अब त्यही अनुसार चाहिँ यहाँ बस्ने ब्युटी एडभाइजरहरूले चाहिँ ओइली स्किनमा के लगाउने त अब एक्ने आइरहेछ भने त्यो एक्ने कन्ट्रोलको लागि के दिने भने त्यसो चाहिँ सजेसनहरू चाहिँ हुन्छ सुरज राज वाग्ले सर स्वागत छ नमस्कार थ्याङ्क यू धेरै धेरै बधाई छ हजुरहरूले आज कोटेश्वरको चोकैमा यतिखेर धेरै यो कस्मेटिक सामानहरू राखेर ब्रान्डेड सामानहरू राखेर खोल्नु भएको छ स्टोरको विषयमा थोरै हामीलाई जानकारी गराउनु अब बेसिकली चाहिँ हामी ले चाहिँ यो कस्मो स्टोर्सहरू जुन खोलिरहेको छौँ यो प्रब्लम देखिरहेछौँ कि नेपालमा चाहिँ अथेन्टिक ओरिजिनल स्किन केयर र कस्मेटिक प्रडक्टहरू पाइँदैन अनि अहिलेको लाइफस्टाइलमा हेर्नुहुन्छ भने स्किन केयर र कस्मेटिक एकदम इम्पोर्टेन्ट भएको हुनाले किन एभ्रिडे युज भएको हुनाले चाहिँ हामीले चाहिँ मार्केटमा एउटा ग्याप देख्यौँ कि ओरिजिनल स्किन केयर चाहिँ नेपालमा आन सजिलरी पाइँदैन हैन र स्टोर्सहरूमा पनि देख्नु भने कति ठाउँ नक्कली पनि बेचबिखन भइरहेको छ र यसले गर्दा चाहिँ इस्युज हुन्छ अब अहिले याद गर्नुभयो भने चाहिँ धेरै मान्छेलाई स्किन प्रब्लम्सहरूदेखि लिएर कति आउने लगायत छ हैन अर वान अफ द रिजन भनेको जेन्युन सामान युज नगरेर पनि हो हैन कस्मोमा चाहिँ सबै जेन्युन छ सर हजुर सबै जेन्युन छ एकदमै ढुक्क भएर आउँदा हुन्छ के छ ओपनिङको तपाईहरुको यहाँ बेलुम सेलुम त राख्नु भएको छ हाम्रो भ्युअरहरुलाई हाम्रो कस्टमरहरुलाई के अफरहरु राख्नु भएको छ हजुर हाम्रो कोरियनमा 15% छ इन्डियन प्रोडक्ट्सहरुमा 10% छ हैन युएसए प्रोडक्ट्सहरुमा 15% छ सो हामीले अहिले ओपनिङको लागि सबै डिस्काउन्ट्सहरु पनि दिइरहेको छ यसको प्रोडक्टहरु छ सर तपाईले कोरियन भन्नुभयो इन्डियन युएसए नेपालको चाहिँ छ कि छैन नेपालको पनि छ ब्लेन्ड अफ नेचर हजुर ब्लेन्ड अफ नेचर छ व्हिच इज अल्सो वान अफ आवर बेस्ट सेलिङ हैन सो नेपाली प्रोडक्ट पनि छ राम्रो सेल भएको छ हैन अब सर यही हुनुहुन्छ उहाँको त्यो ब्रान्डको हैन यु क्यान सी इट हैन सो त्यो प्रोडक्टहरु पनि राम्रो छ ह्यान्डमेड प्रोडक्ट्सहरु हो नेपालकै हैन अनि राम्रो सेल भइरहेको छ प्रोडक्ट आफै पनि धेरै राम्रो छ कतिपय कस्मेटिक युज गर्ने महिला दिदीबहिनीहरुलाई पनि थाहा हुन्न हैन कस्तो के लाउँदाखेरि राम्रो हुन्छ के गर्दाखेरि राम्रो हुन्छ विभिन्न स्किन टाइपहरुको कुराहरु आउँछ तपाईहरुले कसरी सजेस्ट गर्नुहुन्छ अब प्रोडक्ट त हामीले धेरै देखिरहेछौँ हो यसमा चाहिँ हामीले चाहिँ हजुरको ब्युटी एडभाइजर्सहरु राखेको छ जसले चाहिँ हजुरले सजेस्ट गर्न सक्छ हैन इन एडिसन टु दैट हामीले चाहिँ हजुरले देख्नु होला स्किन टेस्टको इक्विपमेन्ट्सहरु पनि राखेको छौं र यसलाई चाहिँ स्किन टेस्ट पनि फ्रीमा हुन्छ कि हजुर स्किन टेस्ट पनि फ्रीमा राखेको छौं हामीले हैन सो दैट स्किन टेस्ट गरिसकेपछि मात्रै वी रेकमेन्ड प्रोडक्ट्स हैन सो त्यसरी चाहिँ हामीले यो सञ्चालन गरिरहेका छौँ यसमा आई डोन्ट थिङ्क सो कि अथेन्टिसिटीमा चाहिँ हामीले कुनै कम्प्रोमाइज गरेको छ कुनै पनि स्टोर्समा ओपनिङमा कति छ डिस्काउन्टहरु कति छ के अफर राख्नु भएको छ हजुरको फ्ल्याट 10 देखि 15% हैन सो फ्ल्याट डिस्काउन्ट्सहरु छ हाम्रो स्किन केयर भन्नेबित्तिकै मान्छेहरु ब्रान्ड लोयलिटी अथवा यही ब्रान्डको लाउँदाखेरि राम्रो हुन्छ भन्ने हुन्छ तपाईहरुको के छ यसमा यसमा हामीसँग याद गर्नु होला हामीसँग मोर देन 30 ब्रान्ड्स यहाँ राखेको छौं हैन सो हो कसैले एउटा ब्रान्ड मन पर्न सक्छ कसैले अर्को ब्रान्ड मन पर्न सक्छ त्यही भएर हामीले एकदम राम्रो भेराइटी राखेर चाहिँ चोइसेसहरु पनि हामीले दिएको छौं सो आफ्नो मन परेको ब्रान्ड पनि एकदम आरामले युज गर्न सकिनुहुन्छ किनभने यहाँ हामीसँग सबै ब्रान्ड अवेलेबल छ हाम्रो कोटेश्वरमा त आज हामीले देखिरहेको छौं अन्य ठाउँहरुमा छ कि छैन सर हजुर अन्य ठाउँमा नि यो हाम्रो फर्स्ट स्टोर हो हामीले सिकिरहेको छौं र अब हामी अझै स्टोर्सहरु खोल्ने हाम्रो प्लान छ है सो हामी यस्तै कोटेश्वर जस्तै इम्पोर्टेन्ट चोकहरुमा पुग्ने हाम्रो लक्ष्य छ र आई थिंक विदिन 2 इयर्स हामी धेरै ठाउँहरुमा भइसकेको हुन्छौँ रिटेल मात्र हो कि होलसेल पनि हुन्छ
होइन यो रिटेल हो हजुर प्योर रिटेल हो यो हजुर के भन्नुहुन्छ त धेरै अब कस्टमरहरू यहाँ आउन चाहनुहुन्छ होला कसरी आउने के छ मापदण्ड अथेन्टिक जेन्युन प्रोडक्ट लिनु मन छ भने सधैँ कसमोमै आउनु होला होइन यसमा हाम्रो टिम पनि यहाँ हुन्छ होइन सो हामीले जेन्युन र अथेन्टिक प्रोडक्टहरू बेच्छौँ होइन त्यसमा केही कम्प्रोमाइज गरेको छैन हाम्रो एकदम टिमले एकदम एक पिस हेरेर मात्रै यो स्टोरमा प्लेस गरेको छ तपाईँ आफै पनि हेर्न सक्नुहुन्छ होइन र जुन पनि अरू ब्रान्ड्सहरू पनि अथेन्टिक इम्पोर्टरबाटै इम्पोर्ट गरेको ब्रान्डहरू यहाँ राखेको छौँ होइन यो कुनै पनि इलिगल प्रोडक्ट्सहरू छैन फेक प्रोडक्ट्सहरू हामीले कुनै राखेको छैन सो म चाहन्छु कि सबैजनाले कस्मो स्टोर्सबाटै लिनुभयो भने उहाँहरू पनि स्योर हुनुहुन्छ होइन र हामीलाई पनि राम्रो हुन्छ कसैले फेक यता पायो भने उहाँहरूलाई कि डबल रिटर्न गर्ने मजाले हजुर भन्नु होइन कसैले फेक भेटायो भने के गर्नुहुन्छ त यसमा तपाईँलाई 10,000 रुपियाँ हामी दिन्छौँ कसैले यहाँ फेक खालको प्रोडक्टहरू भेट्यो हजुर 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 होइन सो तपाईँले याद गर्नुभयो होला नि सबैमा जेन्युन इम्पोर्टरको ट्यागै लगाएको प्रोडक्ट्सहरू छ होइन होइन सो सब धेरै प्रोडक्ट्सहरूमा देख्न सक्नुहुन्छ सो हामी एकदम यो क्लिन तरिकाले गरेको छौँ होइन सो द्याट कि यसमा चाहिँ केही पनि कस्टमरलाई चाहिँ गाह्रो नहोस् होइन किन स्किन भनेको इम्पोर्टेन्ट हो आफ्नो पर्सनालिटी पनि डिफाइन गर्छ होइन सो त्यही भएर चाहिँ हामीले चाहिँ त्यसैलाई हेल्प गर्न खोजेको कस्टमरले चुज गर्न सजिलो बनाइदिएको बेसिकली आउनुहुन्छ लिएर जानुहुन्छ त्यसले गर्दा के हुन्छ नि यहाँ नक्कली हो कि सक्कली हो उहाँहरूले त्यो टेन्सन लिनु परेन नि त अनि कतिको मान्छेसँग चाहिँ सक्कली नक्कली हो कि होइन भन्ने त्यो क्षमता पनि हुँदैन प्लस टाइम पनि हुँदैन थाहा पाइरहनलाई होइन र अर्को चाहिँ हाम्रो प्राइसेसहरू पनि एकदमै राम्रो छ होइन बेस्ट प्राइस छ हजुर सो सबै मार्केटमा डुलेर आएर लास्टमा आएर यहाँबाट किन्न आउँछ ढुक्क भएर हुन्छ र त्यो भइ नै रहेको छ अहिले हजुर त्यो भइ नै रहेको छ हाम्रो कति कस्टमर्सहरू यहाँ पाइन्छ त्यहाँ पाइन्छ भन्नुहुन्छ घुमेर 1 घन्टापछि फेरि यही लिन आउनु भएको कति इन्स्टेन्सेसहरू छ होइन सो कस्मो चाहिँ हजुरको जेन्युन सामान बेच्नको लागि नै खोलेको हामीले होइन सरसर्ती भन्दाखेरि के ब्रान्ड चाहिँ यसो अहिले चलेको मार्केटमा अहिले कोरियनहरूमा भन्नुहुन्छ कसारेक्सदेखि लिएर एनु अहिले जुन एकदमै फेमस छ है त्यसपछि इन्डियन्समा कुरा गर्नुहुन्छ भने डर्माकोदेखि लिएर हजुरको मामा अर्थ है अहिलेको एकदम फेमस प्लम पनि छ डट एन्ड की पनि छ है ओलेहरू छ वेराज टर्किसमा कुरा गर्नुहुन्छ भने प्योरेस्ट सल्युसन छ सिनोज छ है हङकङको ब्रान्ड ओटो भन्ने छ कस्मेटिकमा एकदमै राम्रो होइन एकदम अफोर्डेबल पनि छ है यसमा सेराभी सेटाफिल सबै युएसएवाला पनि राखेको छ एबिएलपी भन्ने कोरियन ब्रान्ड्सहरू छ सो सब मैले भन्दै गयो भने धेरै नै ब्रान्ड छ ब्युटी अफ जोइन्सन छ होइन मार्केटमा जति पनि चलेका छन् ती ब्रान्डहरू अरू खोज्दै जानु परेन एउटा स्टोरमा पाइन्छ हो करेक्ट बेस्ट प्राइसमा पाइन्छ त्यो पनि फेरि पाइन्छ मात्रै होइन बेस्ट प्राइसमा पाइन्छ